सबैजनालाई शुभ प्रभात। म चाहिँ अहिले फोकस मल्टिएग्रोमा छु र म चाहिँ अहिले हाम्रो फोकस मल्टिएग्रोको जुन 16x6 को टनेल छ इन्सेक्ट नेट सहितको, त्यसमा हामीले दुईटा जातको काँक्रा लगाएको थियौँ। एउटा ब्रिजमा हो र एउटा चाहिँ ट्रायल भेराइटीको लागि हामीलाई हातेमालो एग्रोले चाहिँ उपलब्ध गराउनु भएको थियो। म तपाईहरुलाई यो फ्रुट सेट हाम्रो ब्रिजमाको फ्रुट सेट थोरै देखाउन खोजेको छु। फलहरु देखाउन खोजेको, इच एन्ड एभ्री नोडमा एक एकवटा फल छ। जुन यो फल छ, यो भन्दा तलपट्टिकोमा चाहिँ अलिकति क्याल्सियम र बोरोनको डिफिसियन्सीले गर्दाखेरि फलहरु कुहिएर झरेको थियो। अब यो भन्दा माथि चाहिँ तपाईहरु इच एन्ड एभ्री नोडमा है यसमा छ, एक्ज्याक्टली यसमा। त्यसपछि यो नोडमा पनि देख्न सक्नुहुन्छ तपाईहरुले। त्यसपछि फेरि यतापट्टि भयो, त्यसपछि फेरि यतापट्टि छ, यो नोडमा पनि छ, तपाईहरुले देख्न सक्नुहुन्छ। त्यसैगरी यो नोडमा पनि छ, यतापट्टि यो नोडमा पनि अलमोस्ट फ्रुट सेट भइसकेको छ, फल सेट भइसकेको छ। यतापट्टि पनि तपाईहरुले देख्न सक्नुहुन्छ, यहाँनिर पनि फल सेट भइसकेको छ। इभन यतापट्टि पनि सानो फल अलरेडी सेट भएको तपाईहरुले देख्न सक्नुहुन्छ, यसमा पनि छ। इभन माथिकोमा पनि फल चाहिँ सेट भइसकेको छ। भनिसकेपछि फल चाहिँ एकदम मज्जाले सेट भएको छ। यो चाहिँ ब्रिजमा जातको काँक्रा है, ब्रिजमा जातको काँक्रा हामीले बेर्ना रेडी बनाएर अनि सारेको थियौँ। तपाईहरुले अरूमा पनि देख्न सक्नुहुन्छ। यसमा मात्रै देखायो भन्ने होला फेरि। अब तपाईहरुले यसमा इच एन्ड एभ्री नोडमा यसमा पनि छ, यसमा पनि छ, इच एन्ड एभ्री नोडमा फलहरु तपाईहरुले फ्रुट सेट भएको देख्न चाहिँ सक्नुहुन्छ है। यसमा पनि छ, यसमा पनि छ, इच एन्ड एभ्री नोडमा फलहरु चाहिँ लागेको देखिन्छ।